ह्याप्पी बर्थडे मामा भने भन्नु बोला क्या ना केकमा झर्यो नि भनेर बिस्नु गाडी गर्नु ह्याप्पी बर्थडे टु यु अब यो बिस्को पनि मान्छेलाई उले अर्पण भाल्छ कति चाहिँ भन्छ नि त निकाल्नु छैन पहिला वरिपरि बालेर लास्टमा निकाल्नु छैन रासँग त्यही त के पहिला वरिपरि बालेर लास्टमा पहिला बिस्को बाल्नु मान्थेन त्यही त नि अब यो बोल्नुसम्म के भनेर बसिरहेको अब नि आउने नानी भन्नु बोलिरहेकोस् न बोझ आफै के नि भए पनि जति निगाले बोलिरहेको छ होइन हातले कुन फुवर नि ह्याप्पी बर्थडे ज्ञानले सबैले गर्दै निभाउन सबै गर्दै कमजोर मानिन्छ सबै निभाउनु निभाएको खै के निभेन त खै क्यामेरा नचेको आफै बस अब बोल्यो यसलाई निकालेर बाहिर राख्ने कि यहीँ राख्ने निकालौ अब त निकालेर बाहिर कारण एकैछिन बोल्न दिउँ न एकछिन बोल्न दिनु ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु बसको फोटो दियो नि काटौ फोटो आइरहेको क्यामेराबाट पनि आइरहेको छ नसुन्नु भयो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु आयो निभायो है निभायो भयो यो त अब निप्दैन नि मानु तपाईले निभाउनु होला काट्नुस् मानव हैन मानु तपाईले निभाइसक्नु मानौ एक छ माने कसरी काट्ने सेट काट्ने यो निकाल्ने बत्तीमा निकालेर उता राखिदिउँ ननी ल ननी भयो त्यही राख्दिउँ माने के दाखल भयो निभाएर निभ्दैन कस्तो खालको रहेछ अरे छोड्दै ननीमा निप्दैन भने चाहिँ किन फुकिरहनु पर्छ जति निप्दैन भने चाहिँ किन फुकिरहनु पर्छ त्यो बोल्न त्यो भनेको नि फेरि त निकाल्ने होला यो निकाल्नु खाने यस्ता साँझै भने मैले व्हाइट फ्रेस मगाइदिन्छु त्यस्तो गर्छ भन्थ्यो अनि अस्ति कुरो पनि त भएको थियो याद भयो नि त्यो बाहिर राख्नुहोस् केक काटेको छ फोटो चाहिँ झरेक्क हान्ने है फोटोग्राफर कस्तो पनि सिधै हान्ने होइन सिधा नि कि यस्तो सेन्टरको बारेमा सेन्टर गरेछ यस्तो यसरी काटेर यस्तो यस्तो गरेर क्रस हान्ने पहिला यहाँदेखि यहाँसम्म काट होइन त्यसबाट थोरै काटेर थोरै सबैलाई यस्तो खुवाइदिनु होइन टुक्रा टुक्रा बनायो भयो नि जस्तरी काट्यो नि यस्तो थोरै टुक्रा काटेर पहिला काटेर हातले निकाल न एउटा काट्ने एउटा जहाँबाट जिउबाट काटौँ न ट्याक्क त्यहाँबाट भित्र पनि गर्नु छड्दै यस्तो गरेर नि और यहाँ पुग्ने निका तुन टुक्रो निकाल्ने त्रिभुज हैन त्रिभुज बनाऊ त्रिभुज हो त्यसलाई निकाल चक्कु सानो अलि ठुलो काटेर सोल्यो भने चाहिँ त्यो हातले टाँसिन्छ ल पहिला यो पहिले त्यो त गणेशलाई खुवाइदिनु पर्यो नि कहाँ आमालाई हुनु जसको बर्थडे उसलाई खुवाउनु पर्यो होइन आमालाई खुवाइदिन्छ नि आमाले त्यो उसलाई खुवाइदिनुहोस् कि अर्को लिएर यही नै खुवाइदिने हो कि यही त खाइदिनु ल ह्याप्पी बर्थडे अबले मलाई खाइदिनु हैन सबैलाई खुवाइदिने अब तिमीलाई खुवाइदिनु पर्दैन तिमी सबैलाई टुक्रा पारेर ताउने खाइन्छ हामीले काटेर अब खुवाइदिन्छ तपाईहरु दुईजनाले पिसन दाइले रसले खानी खुवाउने होला नि जसरी काटे नि भयो अब जयलर बाँधेर खाऊ जसरी काटिनु हुन्छ जान्दैन हो बिरालीलाई दियो आमाजीलाई पहिला बिराली। बाबा पहिला बिना बाँधेर मखानी के काला काला लाइदिएको खोइ त्रिभुज आकार हुन्छ त र यस्तरी
यो यस्तो हुनु पर्यो नि नलाइदियो न अनि त्यसरी मुख किन लगाउनु हुन्न के बटुका दिन पनि नलाग्छ अहिले नुहाउनु पर्छ फेरि नुहाउन अल्छी हाल्यो भने चाहिँ क्या बर्थडे मनाउनु पाएँ एकजनालाई ल एउटा फोटो हानिहाल्नु भयो कसैले ह्यापी बर्थडे पनि भन्दैन जम्मै थाम्नु है ल हात थाम्नु है सबैले दिदी एक थाम न फोटो तपाईको ढाड मात्रै आइरह्यो के थाम्न नभएपछि यस्तै यानी त नजाने बेसी पोली चट्छ गणेशदाइको सिक्काको पिन्न दिदी सबै छेक्न हो के भने टुक्रा निकाल्ने हो अब त संसार त्यो पहिलेदेखि बिगारीले काट्दा सिधा 3 मिनेटको खाजा बिगार्नु नभने सानो ठुलो अन्याय भयो नभन्नु है तेल बजीमा अनि तलाएर चक्कु नै खेल्थ्यो ह्यापी बर्थडे टु यु गणेशजी खाऊ न तिमीले कति बसन्त पार गरियो 26 थुप्रै गऱ्यो नि 26 मा लाग्न 25 आधा त गयो ठाडो ल ठाडो 36 मात्र बिजे कहाँ के को आधा होस् आधा के को नि हामी बल्ल आधा भयौँ कि भने यसो यो अलिकति यहाँ मैले के खाइदिन्छु बोल्ने हाम्रो कसरीमा थाहा छ के छु साँझ रहेको एकतिर रहेको राख्नु ह्यापी बर्थडे टु यु भयो के भयो नलाइदियो न यता काट्दै गर्नु यता गएर राख्नु न बच्चालाई हो लेउटुले काट्नु हाल्यो कान्छोलाई दियो नै आइरा अनि यसलाई दुई भाग गरौँ त्यसलाई दुई भाग गरौँ मामुलाई देऊ मामुलाई देऊ खाँदा भयो ल खाँदा बाबा यहाँ धेरै हैन हैन खान्छ ए मामुले खान्छ उलाई यहाँ डेलिभरी यहाँ गणेशजीको 26औं वसन्त पार गरेको चाहिँ चाहिँ मलाई ए होइन धेरै पैसा खाइँदैछ थोरै म त खाएँ नि खाऊ गणेश खाऊ अहिले बर्थडे का दिन उपहार खै त तले दिने उपहारले अहिले उपहार सुपार गणेशजी हो गणेशजी आज बर्थडे के छ अनुभव 25 वसन्त पार गर्दा हजुरलाई बाबालाई झेल पिस्यो मिलाउँछु न हजुरलाई 25 वसन्त पार गरेर आज 26 वसन्त पनि हैन 26 बाबा छोडा के वसन्तमा पाइला देख्दा कस्तो लागिरहेछ आफूको लागि ए भानिज मामाको बर्थडेमा ह्याप्पी बर्थडे भन्यो गणेश मामाको बर्थडेमा भन्यो भने नौ मामाले टिकी लाएर टिकी यहाँ भात खाने यहाँ कार्पेटमा पोक खेप भने चाहिँ यसमा धुलो पनि यो लरी यहाँ लाग्यो ल ल गणेशजी तपाईँलाई धेरै धेरै जन्मदिनको शुभकामना है सबै मेरो तर्फबाट धन्यवाद सबैलाई धन्यवाद होइन सबैलाई धन्यवाद सबैको तर्फबाट गणेशजीलाई धन्यवाद त्यसपछि गणेशजीको तर्फबाट सबैलाई धन्यवाद धन्यवाद ल धन्यवाद ल